नमस्ते, म रूपेश पौडेल। यतिखेर म तपाईसँग प्रत्यक्ष संवादको लागि जापानको टोकियो नजिकै रहेको एक सहरबाट बोलिरहेको छु। विशेषतः पछिल्लो चरण जापानमा रहेका गैर जापानी नागरिकहरूले विभिन्न दुःखहरू पाइरहेका छन् र नेपाल अथवा विदेशी भूमिमा रहेका नेपालीहरू जापानबाट आफ्नो देशतर्फ फर्किँदैछन् भन्ने समाचारहरू यत्रतत्र सामाजिक सञ्जालमा छरपष्ट रूपमा हामीले देख्न र पढ्न पाइरहेका छौँ। र यसले नेपालमा रहेका धेरै नेपालीहरू जसका बुवा आमा दाजुभाइ दिदीबहिनीहरू जापानमा हुनुहुन्छ, उहाँका परिवारजनहरू निकै चिन्तित भएको र आफ्ना परिवारका सदस्यहरूलाई बारम्बार यो विषयमा जानकारी लिनको लागि सम्पर्क गरिरहेका घटनाहरू पनि हामीले सुनिरहेका छौँ। र जुन किसिमबाट सामाजिक सञ्जालमा यी र यस्ता किसिमका समाचारहरू सम्प्रेषण भइरहेका छन्, वास्तवमा सोही अनुसारको अवस्था जापानमा नरहेको बेहोरा पनि मैले यहाँहरूलाई जानकारी गराउन चाहन्छु। विशेषतः काममा दक्ष नभइकन धेरै रकम छोटो समयमा कमाउने प्रलोभनका साथमा दलालहरूको छोटो समन्वय र सम्पर्कबाट छिटो जापान पुग्ने र छोटो समयमा धेरै रकम कमाउने प्रलोभनका साथमा आउनुहुने जति पनि महानुभावहरू हुनुहुन्छ, उहाँहरूले अवश्य पनि दुःख पाइरहेको अवस्था छ। र यदि तपाईँ काम नदिने शर्तमा आउनु भएको छ भने उहाँहरूले पनि यहाँ आएर काम खोज्न गाह्रो भइरहेको अवस्था पनि छ। त्यसको एउटै कारण छ, एउटा काममा दक्ष नहुनु र अर्को भाषामा निपुणता नहुनु। यी दुई कारणले गर्दा धेरै नेपालीहरूले जापानमा दुःख पाइरहेको अवस्था पनि हो। यदि तपाईँ काममा दक्ष हुनुहुन्छ र भाषा पूर्ण रूपमा जान्नु भएको छ भने तपाईँलाई जापानमा कुनै पनि किसिमको समस्या पर्दैन र परिरहेको अवस्था पनि छैन। हामीले पनि करिब 1 वर्षको दौरानमा यहाँ घुम्दै गर्दा हिँड्दै गर्दा र विभिन्न व्यक्ति र व्यक्तित्वहरूसँगको समन्वय र सम्पर्कमा रहँदै गर्दा हामीले यो किसिमको वातावरण पाइरहेका छौँ। यदि तपाईँ जापान आउने सोचमा हुनुहुन्छ भने एकचोटि बुझेर राम्रोसँग यहाँको बारेमा अध्ययन गरेर र आफूले गर्न खोजेको कामको बारेमा आफू पूर्ण रूपमा दक्ष भएर मात्रै तपाईँ आउनुहुनको लागि पनि मैले यहाँहरू सम्पूर्णलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यतिन्जेल तपाईँ हेर्दै हुनुहुन्छ बागलुङ कालिका अनलाइन टेलिभिजन। क्यामेरामा समेन्द्र गौडेलका साथ रूपेश पौडेल, योकोहामा, जापान।